भदौ 24 गते जेएनजी पुस्ताले आन्दोलन गरिसकेपछि कैलाली कारागारबाट अभियुक्त एकजना फरार कैदी हामीलाई आफै सम्पर्क गरिसकेपछि दाइ म आफ्नो मनमा लागेका विचार मिडिया मार्फत राख्न चाहन्छु भनेर सम्पर्क गरिसकेपछि हामी उहाँसँग कुरा गर्न आएका छौं। उहाँका मनमा लागेका विचार राख्न। हजुरको शुभ नाम? मेरो नाम शुभ नाम चाहिँ उमेश साई। उमेश साई हैन? हजुर। तपाईले यही 24 गते हैन जेएनजी पुस्ताले भनौं न आन्दोलन गरिसके पश्चात अनि त्यहाँबाट तपाई फरार हुनुभयो भनौं हैन? फरार भन्नाले पनि अब निस्कियो, सबैजना निस्कियो भनौं। अब फरार भन्नाले पनि फरार भन्ने चाहिँ कस्तोलाई भनिन्छ? फरार भनेको भागेको भयो। भागेको चाहिँ हामी चाहिँ त्यो दिगाल सेवा नागेर चाहिँ आएको हैन। हामीले चाहिँ अब गेट खोलेपछि सबैजना निस्किँदा बेले हामी पनि निस्केको। त्यो चाहिँ भागेको चाहिँ हैन। गेट खोलिसकेपछि चाहिँ सबैजना निस्केको र त्यहाँ पनि त्यहीको क्रममा चाहिँ निस्केको। अनि तपाईहरु गेट आफै खोल्नु भयो कि कोही जेएनजी पुस्ता आएर खोल्यो? कसरी अब त्यो चाहिँ मैले भने नि त सर अघि मलाई चाहिँ एक्ज्याक्ट थाहा भएन त्यो चाहिँ के भएको हैन। अब त्यो नभएको चाहिँ मैले भन्न मिलेन, नदेखेको चाहिँ भन्न मिलेन। त्यो चाहिँ के भएको त्यो चाहिँ मलाई एक्ज्याक्ट थाहा भएन। म चाहिँ मैले भने नि त सर म नुहाउँदै थिएँ अनि एक्कासी अब गेटमा हावाहुली भइसकेपछि चाहिँ म पनि बाहिर निस्केको के भएको भन्दाखेरि अनि सबैजना गइरहेको थिए। अब उताबाट चाहिँ दिवालमा लात्तीले चाहिँ हानिरहेको देखिरहेको थियो। सबैजना दिवालमा लात्तीले बडाङ बुडुङ हानिरहेको थियो। अब जेएनजी पुस्ता भनेको को त्यो चाहिँ एक्ज्याक्ट भन्न मिलेन त्यहाँनिर। अब म चाहिँ को म चिन्न पनि चिन्दैन उहाँहरूलाई, को चाहिँ आउनु भएको थियो, को चाहिँ आउनु भएको थिएन हैन। अब ढोका खोलिसकेपछि चाहिँ सबै जान्लाको देखेर चाहिँ म पनि त्यसरी निस्केको हो। अब भागेको चाहिँ हैन, निस्केको। तपाईहरु अब भनौं न तपाईले त्यहाँबाट निस्किँदा कुनै सूचनाहरू आयो कि के आयो अनि कसरी तपाईहरु अब त भित्र हुनुहुन्थ्यो हैन? अनि त्यसपछि कसरी? नै सूचना त्यस्तो मैले भने त त्यस्तो केही भएन सर। मैले भएन त्यस्तो मैले भने सर केही भएन। सबै त्यहाँ भित्र आफ्नो आफ्नो काम गरिरहेको थियो, त्यस्तो केही पनि भएन। अनि अदालतमा चाहिँ आगो लागिसकेपछि चाहिँ हामी चाहिँ छतमा चढेर चाहिँ अदालतमा हामीले हेरेको एकचोटि चाहिँ दाइहरुले चाहिँ हेर्नु भयो। अनि अदालतमा आगो लागिसकेपछि हेर्नु भयो अनि दाइहरु सबै तल आउनु भयो। अनि हामीहरु चाहिँ आफ्नो कोठामा गइसकेपछि अनि त्यस्तो चाहिँ केही भयो त म त्यस्तो मैले भने त्यस्तो केही भएन। त्यस्तो खासै केही देखेन भित्र। अब किनकि हामीभन्दा ठुल्ठुलो दिवाल हुन्छ, बाहिरको चीजहरु देख्न हेर्न सकिदैन त्यहाँ सकिदैन। अब सब पुरै चारैतिर ठुल्ठुलो दिवाल हुन्छ त्यही देखिँदैन। छतमाथि गएपछि अलिअलि देखिन्छ, माथिको ग्याप घरहरु ग्यापहरु देखिन्छ। अनि तलबाट चाहिँ केही पनि देखिँदैन। त्यस कारण चाहिँ के थाहा भएन हामीलाई। तपाईँ यसरी बुझ्नु कि त्यहाँभित्र गाडी घरहरु पनि पस्दैन भने चाहिँ बुझ्नु न। त्यहाँ सुनिँदैन हैन? अनि त्यसपछि हैन अरु त्यहाँ के भयो? हजुरले त के त थाहा पाउनु भयो होला नि? के भयो थियो त्यहाँ अरु त्यहाँभित्र? हजुर नै त्यस्तो त केही भएन। निस्किँदाखेरि निस्क्यौं अनि निस्किसकेपछि अब रोडमा मान्छे धेरै थिए। हजुर मान्छे धेरै थियो। अब भित्र बिचराहरू 5 वर्ष 10 वर्ष 8 वर्ष काटेको मान्छेहरू पनि थिए। उहाँ मान्छेहरूले अब एक्कासी यस्तो देखेन आइपुगेर त मान्छे अलि चकित हुन्छ नि त हैन। अब यत्रो घरहरू भइसकेको छ। मैले पनि भुलिसकेँ बाटो अब कहाँ जाने हो के जाने। हामी गेटबाट निस्क्यौं। गेटबाट निस्किएपछि अब घरतिर सम्पर्क गर्नु पर्यो, घरतिर आउनु पर्यो। अनि मैले चाहिँ सिधै साथीलाई फोन गरेको, साथीको फोन चाहिँ लागेन। अनि म चाहिँ लिफ्ट माग्दा त्यसरी नै आएको। अनि उहाँको हाम्रो त्यतिखेर चाहिँ बसको मान्छेले पनि राम्रो काम गरिराख्नु भएको थियो। जेएनजी पुस्ताहरूलाई चाहिँ लगिदिनुपर्छ, अहिले चाहिँ रोडमा आउनु भएको छ साथीभाइहरू चाहिँ यिनीहरूलाई चाहिँ फ्रीमा लगिदिनुपर्छ भन्ने चाहिँ बसवाला दाइले एउटा दाइले चाहिँ त्यसरी भन्नुभएछ। म त्यसरी लिफ्ट मागी नै आएको। अनि एउटा हाम्रो गाउँको दाइ हुनुहुन्थ्यो, उहाँको दाइले चाहिँ आधा बाटासम्म ल्याइदिनु भएको, ड्याडीले चाहिँ आधा बाटासम्म ल्याइदिनु भएको। अनि बाँकी चाहिँ म लिफ्ट मागी त्यसरी घर पुगेको। त्यसरी घर पुग्नुभयो। खास कसरी त्यहाँ उसमा यो केसमा पर्नु भयो त? खास के हो त तपाईको? खास के हो भन्दाखेरि अब यो चाहिँ 1 वर्ष अगाडिको कुरा हो। यो बितिसक्यो, लगभग तपाईको 1 वर्ष भइसक्यो। अब 1 वर्ष भइसकेपछि अब नेपाल सरकारले दोषी ठहर गरिसकेपछि म चाहिँ भित्रै थिएँ। अनि त्यसमा मैले चाहिँ अझ पनि हार मानेको छैन। म भित्र जाने कारण के हो भन्दाखेरि अब घरको मान्छेले एकदम सपोर्ट गरिरहेको छ अहिले चाहिँ हैन। अनि अहिले यहाँ नभए के भयो त सर? उच्च अदालत छ, सर्वोच्च छ नि त। म चाहिँ लड्ने हो, म आफ्नो लागि लड्ने हो। म त्योले पनि म जान्ला भित्र। म चाहिँ त्यो मान्छे होइन, यो मान्छे हो भनेर चाहिँ त्यो लड्नको लागि नै म सायद आज म जाँदैछु त्यहाँ। त्यसमा म जाँदैछु। म अहिले नभएपछि के ल्याएर अनि उच्च अदालत म सर्वोच्च म जान्छु त्यहाँ। म त्यो प्रक्रिया गर्ने हो मैले। किनकि मेरो करियर छ, भोलि मैले यत्रो वर्ष मेहनत गरेको त्यो वर्ष पनि मलाई कहीँ न कहीँ रिप्रेजेन्ट गर्नु छ अथवा देखाउनु छ। म त्यो मान्छे होइन, यो मान्छे मलाई
होइन यो हुन्छ नि त मलाई यो मान्छे देखाउँछ मलाई सो त्यही हो मैले भन्न खोजेको त्यही हो अब तिनीहरू अलि सही तरिकाले जाँच भइदिएको भए सायद म आज त्यो बाटोमा हुन्थेन होला अथवा दोषी ठहर हुन्थेन होला जस्तो मलाई लाग्छ जे होस् अब बुझ्नुपर्छ अब त्यो चाहिँ पब्लिकले बुझिहाल्छ अब के गलत र के सही चाहिँ तपाईँले पनि छुट्याइदिनु होला होइन अब यति म गलत भइदिएको सायद म यसरी क्यामेरा अगाडि आज बोल्थेन होला अब मैले चाहिँ नराम्रो अलि के लागेको भन्दाखेरि एउटा सपना थियो बस त्यो सपना अलि हो अति हुन्छ मैले जेलभित्र गरे पनि मैले रोकेको छैन यो डान्सलाई कन्टिन्यू दिइराखेको नै छु तपाईँलाई आज के भन्छु सिकाइराख्नु छ हजुर म तपाईँलाई के भन्छु भनेपछि आज 2080 होइन 82 म आउने जब म अथवा सफाइ पाएर आउँला अथवा म जब जेल जीवन बिताएर आउँला म तपाईँलाई के भन्छु भन्दाखेरि म आज जुन यो रिपोर्ट हेर्नुहुन्छ केही वर्षपछि सायद यही रिपोर्टमा म दाजुलाई कन्ट्याक्ट गरेर चाहिँ म आफू नै कि त्यो जो म अझै भन्दैछु नि त्यो मान्छे भएर उपस्थित भएर न म सायद त्यो म अझै फेरि म आउने छु यो मिडियामा चाहिँ फेरि म अझ त्यो मान्छे होइन है त्यो बनेर फेरि म कस्तो हुँ के हुँ म त्यो राम्रो मान्छे चाहिँ एकदम बनेर हुन्छ नि त एकदम देखाएर म चाहिँ फेरि अझ यो रिपोर्टमा कन्ट्याक्ट गर्छु भन्न चाहिँ म चाहन्छु अनि तपाईँको यसमा कति वर्षको सजाय सरकार मलाई सरकारले 12 वर्ष चाहनेछ 12 वर्ष 5 लाख त्यो भन्न मिल्यो त्यो 5 लाख जरिमाना हानेछ अनि 1 लाख क्षतिपूर्ति हानेछ 1 लाख क्षतिपूर्ति 5 लाख जरिमाना हानेछ अनि अझै तपाईँको कति वर्ष त्यहाँ गएको कति वर्ष भयो म गएको 1 वर्ष भयो लगभग तपाईँको 1 वर्ष काटिसके अब 11 वर्ष बाँकी नै छ हजुर अनि अन्तमा तपाईँले भनौँ न दर्शकहरूलाई र नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ अब मैले दर्शकलाई के भन्न चाहन्छु भन्दाखेरि हामी जस्तै युवाहरूभित्र धेरै हुनुहुन्छ होइन तपाईँहरूले केही दिनै हो भनेर चाहिँ त्यसरी चाहिँ पनि नहेरिदिनु होला होइन सबै मान्छे त्यहाँबाट त्यस्तो हुँदैन सबै मान्छे त्यहाँबाट त्यस्तो चाहिँ हुँदैन अब सबै दोषी हुन् भन्ने पनि छैन अब मान्छे छन् थुप्रै मान्छेहरू छन् अब सबैको मान्छेहरूको एउटै सोच भइदिएको सायद 700-800 जना सायद एउटै जना हुन्थेनन् होला सबैको एउटै त्यस्तो सोच भइदिएको भयो होइन सबैको सोच फरक हुन्छ अब त्यसलाई चाहिँ कसरी तपाईँले आफूलाई लग्नुहुन्छ त सही ढङ्गले त्यसलाई अब दुई किसिम हेर्न सक्थ्यो अब मान्छेमा कस्तो हुन्छ भन्दाखेरि एउटा एमा र एउटा बुद्ध भन्ने पनि हुन्छ दुई किसिमको हुन्छ एमा भनेको चाहिँ रिसाउने पनि हुन्छ होइन छिनमै रिस जाने छिनमै सही मान्छे पनि भइहाल्ने पनि हुन्छ म चाहिँ के भन्न चाहन्छु भनेपछि भित्र थुप्रै मान्छे हुनुहुन्छ अनि सो पछि जति बाहिर हुनुहुन्छ दाजुभाइ दिदीबहिनी जो जस्तो हुन्छ बाँकी त्यस्तो चाहिँ कसैले नगरिदिनु होला होइन हुन्छ नि त माया गर्यो भन्दैमा केटाले छोडिदियो अब अथवा केटीले छोडिदियो अब हुन्छ नि त त्यो चिजहरूको तपाईँको मनमुटो होला त्यसमा चाहिँ अब केही त्यसको बाटो निकाल्नु होला तर मान्छेको जिन्दगी चाहिँ त्यसरी चाहिँ खराब चाहिँ नगरिदिनु होला मेरो भनाइ चाहिँ त्यही नै हो मान्छेलाई त्यसरी खेलबाड गरेर मान्छेको जिन्दगीसँग खेलबाड चाहिँ नगरिदिनु होला होइन थुप्रै मान्छेहरू हुन्छ मान्छेको सबना हुन्छ घरमा सबै एउटै हुन भन नेपाली भनिसके सबै एउटै भयो नि त होइन तपाईँको मम्मी हुनु र मेरो मम्मी हुनु एउटै नै हो एउटै हो नि त त्यसमा हो त्यस्तो चाहिँ नगरिदिनु पर्यो सो मैले भन्ने त्यही नै हो अरू त मलाई त्यस्तो केही छैन ठिक छ आज मैले मेरो मनमा भएको कुराहरू मैले राख्न पाएँ म आयो ओके के हो गर्छु भन्दाखेरि जति पनि जहाँ पनि हुनुहुन्छ हाम्रो साथीहरू दाजुभाइ तथा दिदीबहिनीहरू जो पनि हुनुहुन्छ जेलबाट चाहिँ अथवा अस्ति निस्किनु भएको थियो त्यो तपाईँ जहाँ पनि हुनुहुन्छ प्लिज सम्पर्कमा आइदिनु होला होइन त्यस्तो दुःख घरमा पनि दुःख दिने काम चाहिँ नगरिदिनु होला यदि तपाईँ गलत हुनुहुन्छ भनेपछि तपाईँ जति भाग्नु पर्ने तपाईँ त्यति नै गलत हुनुहुन्छ क्या होइन त सर जति भाग्नु तपाईँ त्यति गलत हुनु नि त आफू गलत होइन भन्नलाई त अगाडि जानु पर्यो नि त लड्नु पर्यो नि त्यसको लागि त लड्नु पर्यो नि त त्यसको लागि लड्नु पर्यो नि त हैन आत्मसमर्पण गर्नु पर्यो त्यो मान्छे होइन म यो मान्छे पनि देखाउनु पर्यो नि त मान्छेमा एउटा अनुशासन भन्ने चिज हुन्छ क्या सर र अनुशासनले पनि त फलो गरेर अथवा अनुशासन नै भएर चाहिँ देखाउनु पर्छ एउटा अनुशासन हुनुपर्छ आफूमा अनुशासन भन्ने चिज हुनुपर्छ चाहे त्यो क्यामेराको अगाडि हो चाहे क्यामेराको पछाडि नहोस् अब कस्तो हुन्छ सर कतिपय चिजहरू हामीले सबै ठाउँमा क्यामेरा लगेर नै त्यो देखाउनु पर्छ भन्ने पनि छैन नि त सर अब सबै चिज क्यामेराको अगाडि पनि गर्न सकिँदैन नि त कतिपय ब्याक क्यामेरामा अथवा पछाडि भएको मान्छेले पनि त थुप्रै काम गरिरहेको हुन्छ होइन सबै मान्छे अब को कस्तो छ भने त्योमा चाहिँ अब तपाईँ कस्तो हुनुहुन्छ म कस्तो छु म त तपाईँलाई एकजिट हेरेर त म तपाईँलाई जज गर्न सक्दैन नि त हो त्यसरी जज नगरिदिनु पर्यो मेरो भनाइ चाहिँ त्यो हो क्या अब केही दियो भन्दैमा हुन्छ नि त सर त्यो तरिकाले हेरिदिने यो त रेपिस्ट हो त्यो तरिकाले हेरिदिने त्यस्तो चाहिँ होइन क्या त्यस्तो चाहिँ भन्न मिलेन त्यस्तो चाहिँ होइन पनि त्यस्तो होइन पनि र त्यस्तो भन्न पनि मिलेन अब तिमीहरू आज म छु भने चाहिँ तपाईँको भोलि बिहान या तपाईँको छोरो जान सक्छ तपाईँको भाइ जाला तपाईँको बहिनी जाला त्यो चिजमा होइन तीमा तपाईँले कसरी हेर्नुहुन्छ र कसरी लग्नुहुन्छ त्यो चिजलाई हो त्यो चिजलाई अहिलेको युवा पुस्ताहरूमा त्यति पनि लाटो बाटो छैन कि सही गलत त छुट्याइनुहुन्छ मलाई त्यो चाहिँ लाग्छ सही गलत त छुट्याइनुहुन्छ दाइहरूको चाहिँ त्यस्तो केही छैन मलाई चाहिँ बचाउनको लागि चाहिँ आउनु भएको होइन मैले नै कन्ट्याक्ट गरेको हो
अनि उहाँहरू मैले कन्ट्याक्ट गरेपछि मेरो कन्ट्याक्टमा उहाँहरू आउनु भएको हो त्यस्तो चाहिँ केही पनि होइन अनि त्यसमा दाइहरूको चाहिँ त्यस्तो मलाई सपोर्ट आउनु भएको हो म त्यो मान्छे यसलाई चाहिँ बचाउनुपर्छ भन्नेलाई पनि आउनु भएको होइन अनि म चाहिँ सिलिन्डर हुँदैछु अनि मेरो चाहिँ मैले मनमा राखेको कुराहरू मेरो 2टा कुराहरू थियो म चाहिँ त्यो भन्नलाई आएको हुँ त्यही हो त्यसमा चाहिँ तपाईँ रिपोर्ट दाइहरूको सरहरूको चाहिँ त्यसमा त्यस्तो केही पनि हात छैन त्यसमा चाहिँ त्यस्तो केही छैन दर्शकबिन यो भिडियोलाई तपाईँहरूले अन्तिमसम्म हेरेर आफ्नो मनमा लागेका विचार कमेन्ट बक्समा राखी धेरैभन्दा धेरै सेयर गर्नुहोला